हाई गाइस मैले चाहिँ यो चामलमा चाहिँ के पर्छ भनेर चाहिँ सुनेको थिएँ मलाई थाहा छैन मैले चाहिँ फर्स्ट टाइम चाहिँ यो चामल किनेको अरू बेला चाहिँ म 10 किलो 5 किलो किनेको थिएँ आज चाहिँ बुढा किनेको छु यसमा के परेको छ चाहिँ म तपाईँहरूलाई पनि देखाउन चाहन्छु मलाई थाहा छैन परेको छ कि छैन नपर्न पनि सक्छ यस्तो परा रहेछ नि त राम्रो चामल एउटा प्याकेट आउँदो रहेछ अरू पनि केही छ कि हो वाउ यस्तो क्युट चामल यो प्याकेट अरू पनि केही चाहिँ छैन अरू त छैन हो 10 रुपियाँ 10 होइन 10 होइन 1000 रुपियाँ परे नगर्न त्यस्तो Oh my God. अबि यस्तो नि पर्दो रहेछ Oh my God. मैले जन्मेर यत्रो भयो मैले चामल किनेको अहिलेसम्म मलाई यस्तो थाहा छैन 1000 रुपियाँ र यो चामल यसको नाम के रहेछ यो जगत के हो यो रायल जगत ओ माई गड हेर्नु गाइस यस्तो हुँदो रहेछ मलाई चाहिँ थाहा थिएन है यो चाहिँ मलाई फर्स्ट टाइम सरप्राइज भएको मैले तपाईँहरूलाई सेयर गरेको है ओके थ्याङ्क यू फर वाचिङ माई भिडियो